डडेलधुराको गन्याबधुरा गाउँपालिका वडा नम्बर 1 भातकाँडा स्थित श्री सरस्वती माध्यमिक विद्यालयले आफ्नो 48औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। विक्रम सम्वत 2034 सालमा स्थापना भएको विद्यालयले 2082 वैशाख 31 गते 48औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी विजय प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय डाक्टर तारा प्रसाद जोशीज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापकज्यूले 48औं वार्षिक उत्सव तथा अभिभावक दिवसको औपचारिक कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। औपचारिक कार्यक्रम पश्चात विद्यार्थीहरूद्वारा मार्च पास्ट प्रस्तुत गरिएको थियो। उक्त मार्च पास्टले प्रमुख अतिथि शिक्षक तथा विद्यार्थीहरूलाई स्वागत सलामी प्रस्तुत गरेको थियो। यससँगै कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी तथा अन्य महानुभावहरू राष्ट्रिय गानमा शरीक भएका थिए। विद्यालयका शिक्षिका लक्ष्मी कुमारीहरूले औपचारिक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने उक्त कार्यक्रममा ससाना भाइ बहिनीहरूले उत्कृष्ट नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको दौरान विद्यालयका प्रधानाध्यापक श्री कुमारी ईश्वरी भट्टले विद्यालयको वार्षिक आय व्यय तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। जन श्रमदानबाट 2 कोठे कच्ची भवन निर्माण भएको देखिन्छ। यस किसिमबाट स्थापना भएको यस विद्यालयको आवश्यक प्रक्रिया र पूर्वाधार तयार भएपछि झण्डै 1 वर्षपछि विक्रम सम्वत 2034 सालमा विद्याकी देवी सरस्वतीको नामबाट श्री सरस्वती मारी भातकाँडाले मान्यता पाउन सफल भएको थियो। 48औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारी गाउँपालिका स्तरीय हाजिरी जवाब प्रतियोगिता तथा वडा स्तरीय हस्तलेखन प्रतियोगिताको आयोजना गरिएको थियो। 20 हो भने यो गणितसँग सम्बन्धित छ, लेख्नु होला। कुनै संख्याको 25% भनेको 20 हो भने त्यो संख्या पत्ता लगाउनुहोस्। कुनै संख्याको 25% भनेको 20 हो भने त्यो संख्या पत्ता लगाउनुहोस्। हाजिरी जवाब प्रतियोगितामा गन्याबधुरा गाउँपालिकाका जम्मा 5 विद्यालयले सहभागिता जनाएको थियो भने वडा स्तरीय हस्तलेखन प्रतियोगितामा 3 विद्यालयले सहभागिता जनाएको थियो। विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई गन्याबधुरा गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष नरेश कुमार भण्डारी, प्रधानाध्यापक कुमारी ईश्वरी भट्ट, वडा नम्बर 1 का सचिव अंकिलाल भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय प्रसाद भट्ट लगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो। वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारी अभिभावक लक्षित मनोरञ्जनात्मक खेलहरू पनि खेलाइएको थियो। कार्यक्रममा नेपालका चर्चित कलाकारहरूले आफ्नो सांस्कृतिक कौशलीहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय डाक्टर तारा जोशीले यो विद्यालयले धेरैलाई राम्रो बाटो देखाएको भन्दै विद्यालय स्थापना गर्ने र विद्यालयलाई आजको अवस्थासम्म ल्याइ पुर्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो। यसमा विद्यार्थीहरूले प्राप्त गरेका
पुरस्कारहरूबाट पनि यस विद्यालयको अवस्था, यस विद्यालयले गरिरहेको प्रगतिको एउटै आफैमा एउटा द्योतक भएको छ। तर यो विद्यालय आज मात्रै बनेको होइन। यो विद्यालय 48 वर्ष अगाडि यो विद्यालयको स्थापना भएको हो। यो एउटा हाम्रो संस्थाको जो संस्थाले हाम्रा धेरै युवाहरूलाई आफ्नो जीवनको गोरेटो देखायो। यो संस्था 48 वर्षदेखि मेहनत गरेर हाम्रा पुस्ता दुई तीन पुस्ता अगाडिदेखिको श्रम पसिना मेहनत लागेर आज हामीले यो संस्थाले हाम्रो ठाउँ चिनाएको छ, हामीलाई चिनाएको छ, हाम्रो जीवनलाई सहज बनाएको छ, हामीलाई जीवन चिन्ने बनाएको छ। यसका लागि हाम्रा दुई तीन पुस्ता अगाडि संस्थापकदेखि लिएर अहिलेसम्म ल्याइ पुर्याउने सम्पूर्ण यस समाजसेवीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा नेपालका चर्चित गायक कमल बिसी मालदाईले दर्शकहरूलाई नचाहेका थिए। र कार्यक्रमको अन्तमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिँदै विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस फरक ढंगले मनाउने प्रयास गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय प्रसाद भट्टले बताउँदै कार्यक्रमको समापन गरिएको थियो। यो अलिकति फरक हिसाबले मनाउने प्रयास गरिरहेका छौं र यसपालि पनि समिति र शिक्षक स्टाफहरूको निर्णयले नै राष्ट्रिय कलाकारहरूलाई पनि ल्याउने भन्ने पूर्व निर्णय भए अनुसार नै यो सानो प्रयास, हामीसँग आर्थिक अवस्था त्यति मजबुत थिएन, तैपनि रमेश मल्लज्यू र अनुप पालज्यूले उहाँसँग मालदाईसँग कोर्डिनेसन गरिदिइसकेपछि एउटा उहाँसँग पनि जोडिने अवसर पाइयो र आगामी दिनहरूमा पनि हामीले यो वार्षिक उत्सवलाई एउटा पर्वको रूपमा मनाउनेछौँ।